नमस्ते। फिनल्यान्डबाट प्रकाशन हुने नेपाली भाषाको अनलाइन पत्रिका नेपाली लाइनेनमा यहाँलाई स्वागत छ। अब हेलसिङ्कीले हिजो सार्वजनिक गरेको शहरको 4 वर्षे नयाँ रणनीतिक योजना सम्बन्धी समाचार सुन्नुहोस्। फिनल्यान्डको राजधानी हेलसिङ्कीले आगामी 4 वर्षका लागि शहरको नयाँ रणनीतिक योजना सार्वजनिक गरेको छ। योजनाले यातायात, वातावरण संरक्षण, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा व्यापक सुधारको प्रस्ताव गरेको छ। योजना अनुसार हेलसिङ्कीको मुख्य रेलवे स्टेशन र पासिला स्टेशनको बीचमा नयाँ रेल स्टेशन निर्माण गरिनेछ। सार्वजनिक यातायातमा टिकटको मूल्य घटाइनेछ। सन् 2030 सम्ममा कार्बन उत्सर्जनमा 85% कटौती गर्ने महत्त्वाकांक्षी लक्ष्य छ। स्वास्थ्य क्षेत्रमा आफ्नो व्यक्तिगत डाक्टर अर्थात् ओमा ल्याकारिमो मोडेल लागू गरिने र विद्यालय शिक्षामा प्रारम्भिक कक्षाहरूको कक्षा साइज 18 विद्यार्थीमा सीमित गरिने योजना रहेको छ। आफ्नो डाक्टर मोडेलमा इच्छुक नगरवासीलाई सधैँ एउटै डाक्टरले हेर्न सक्नेछन्। यस्तो डाक्टर सरकारी मात्र नभएर प्राइभेट प्र्याक्टिस गर्ने पनि हुन सक्नेछन्। कोकोमुस, सोसल डेमोक्राट्स, ग्रीन पार्टी, वामपन्थी गठबन्धन र स्विडिश पिपल्स पार्टी सहित सबै प्रमुख राजनीतिक दलहरूले यी योजनालाई समर्थन गरेका छन्। हेलसिङ्की नगरका नगर सदस्य कृष्ण रेग्मीले नेपाली ल्यान्डसँग कुरा गर्दै यो नयाँ रणनीतिले हेलसिङ्की साँच्चीकै न्यायपूर्ण, भविष्यमुखी र समावेशी हुन चाहन्छ भन्ने देखाएको बताए। नयाँ रणनीतिमा विकास दिगो हुनुपर्छ र सबैलाई समेट्नुपर्छ भन्ने स्पष्ट मान्यता रहेको पनि उनले बताए। हेलसिङ्कीमा बस्ने आप्रवासी समुदायलाई नयाँ रणनीतिले कसरी समेटेको छ भन्ने प्रश्नको जवाफमा रेग्मीले विभिन्न उदाहरणहरू दिए। यो रणनीतिले एउटा महत्त्वपूर्ण मोड प्रस्तुत गर्छ। पहिलो पटक बहुभाषी बालबालिकाको आवश्यकतालाई तिनीहरूको क्षमता सम्मान गर्दै सम्बोधन गरिँदैछ। कुनै पनि बालबालिकालाई तब मात्र सुओमे काक्सी फिनिस सेकेन्ड द्वितीय र रोची द्वितीय शिक्षामा राखिनुपर्छ जब साँच्चै आवश्यकता हुन्छ। प्राथमिक शिक्षाको गुणस्तरलाई बढाउनका लागि कक्षामा रहेको विद्यार्थीको सङ्ख्यालाई 20 देखि 18 बनाउने निर्णय भएको छ। रणनीति 2025-2029 को अन्तर्गत हामीले सार्वजनिक यातायातका टिकट मूल्य दरलाई पनि घटाउने प्रयास गर्नेछौँ। यो पनि रणनीति अन्तर्गत पर्न आउँछ। रणनीति राम्रो भए पनि त्यसको कार्यान्वयन अझै महत्त्वपूर्ण हुने र नगर सदस्यका रूपमा त्यसमा आफूले निरन्तर काम गर्ने उनले स्पष्ट पारे। जनतालाई सुख, सुविधा र समृद्धि दिनका लागि यस रणनीतिमा यस्ता किसिमका धेरै प्रयासहरू लेखिएका छन् र यी प्रयासहरूलाई चाहिँ अगस्तबाट सुरु हुने तपाईँको नगर परिषदको मिटिङमा पारित गर्दै कार्यान्वयनमा लगिन्छ। त्यसका लागि म सधैँ प्रयासरत रहनेछु। नयाँ रणनीतिमा इताकेस्कुस क्षेत्रको विकासका लागि विशेष योजनाहरू प्रस्तुत गरिएको छ। स्टोवा सांस्कृतिक केन्द्रको विस्तार, पोहोस क्षेत्रको पुनर्निर्माण र पौडी पोखरीको पूर्ण रूपमा पुनरुत्थान गरिनेछ। इताकेस्कुसमा बाहिर कार्यक्रम गर्न मिल्ने स्थल निर्माण गरिने योजना छ। विद्यालयहरूमा विशेष कोच र परामर्शदाताहरूको व्यवस्था गरिनेछ। विशेष गरी गैर फिनिस भाषी बालबालिकाहरूको शिक्षामा सहयोग पुर्याउन थप बजेटको व्यवस्था गरिएको छ। 5 वर्षे उमेरदेखि नै 2 वर्षे पूर्व विद्यालय शिक्षा कार्यक्रम लागू गरिने तयारी छ। यी सबै योजनाहरूको कार्यान्वयनका लागि नगरपालिकाले कर वृद्धि नगर्ने र विद्यमान स्वास्थ्य सेवाहरूको निजीकरण पनि नगर्ने प्रतिबद्धता जनाएको छ। नयाँ योजनामा 68 वर्ष माथिका नागरिकहरूलाई दिउँसो 11 देखि 3 बजेसम्म पौडी पोखरीमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ। बालबालिकाका लागि विषयगत खेल पार्कहरू निर्माण गरिनेछ। सन् 2030 सम्ममा घरबार विहीनता पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य राखिएको छ। साथै प्रत्येक टोल क्षेत्रमा गुणस्तरीय सार्वजनिक सेवाहरू विशेष गरी विद्यालय र बाल विकास केन्द्रहरूको सुनिश्चितता गरिनेछ। नेपाली लाइनेनको यो समाचार सुन्नु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको दिन शुभ रहोस्। नेपाली लाइने फिनल्यान्डको नेपाली पत्रिका हाम्रो हामी सबैको फिनल्यान्डमा बस्ने सब नेपालीको साझा चौतारी भन्छ यसले हाम्रा आफ्नै कथा, हाम्रे सुख दुःखका कथा, आशा र निराशाका कथा र सफलता र असफलताका कथा। नेपाली लाइने फिनल्यान्डको नेपाली पत्रिका।